सो हेलो नमस्ते सबजना यो सबजना सन्चै म पनि सन्चै आरामै सो आज चाहिँ गाउँतिर टक्क हाम्रो भाइको घरतिर हामी चाहिँ टक्क हाम्रो अमित दाइहरू चाहिँ हेर्नु यहाँ यसो धुवा उडाउँदै टक्कसँगले ऊ भ्याप चाहिँ हेरेँ छ त्यसो भए तिनीहरू यतै कता गएन हाम्रो भाउजूले चाहिँ त्यहाँ पुरा बाइक चलाइरहनु भएको त्यही भएर म चाहिँ यसो भिडियो सर्ट गर्नु बसेको हामी फेरि यो ड्रेसमा देख्नुभयो होला फेरि हामी फेरि राइड गरेर आएको क्या टक्कसँगले आनन्दले बवाल तरिका यो चाहिँ हाम्रो अमित दाइको घर टक्कसँगले ठुलमम्मी चाहिँ हुनुहुन्न तब जानुभएको ठुलमम्मी हाम्रो पानीको मौसम पनि यस्तो बवाल के रेनिङ सिजनमा टक्कसँगले डुल्नुपर्छ अलिकति भाइब चाहिँ नेचरको भाइब लिनै पऱ्यो हाम्रो गाउँ फेरि टक्कसँगले यस्तो बवाल छ क्या आनन्दसँग भाइब चाहिँ बवाल छ क्या हाम्रो गाउँतिर दियोस् यहाँ फुलहरू रोपेरै हाम्रो भाउजूहरूले फुलहरू रोपेर हेर्नु कस्तो दामी बनाएको है टक्कै म चाहिँ त्यहाँ अगाडिसँग यस्तो हिरो पारामै गरेँ सो भ्लग बनाउनु चाहिँ यस्तो मजा लाग्छ कि यस्तो मजा लाग्छ भाइबसँग आनन्दसँगले टक्क केटा हौ यिनीहरू भ्यास तान्दै हेर नि त्यहाँ यसो हेर्नु पऱ्यो पुलिसहरू ट्याक्क यो बाटोबाट मर्चा खोला पुलबाट टक्क यहाँभित्र हाम्रो केटाहरूलाई यसो लिन आउनु पऱ्यो है त ल कति जानुभयो अम्दाई बाइक गुल्टे लाग्यो भित्रै अहिले बाइक जति भयो गुल्टे लाग्यो फेरि हेलमेट लिएर टक्क हामी गुन्डा बनेर हिँड्नुपर्छ कि फेरि खै उतै गयो जस्तो मान्थ्यो के अरे पानी पनि कस्तरी परेको भाउजू आउँदै आउनु भएन हाम्रो भाउजू यो बाटोमा हामी प्रतीक्षामा गरिरहेछौँ हाम्रो अमित दाइ चाहिँ यस्तो हिरोमा भित्र आउँदैन म पैसा अलिकति कालो आएको हिरो दाइ आइज न एउटा कुरा गर्नु थियो कि तसँग हिरो कहाँ हो कि डिप्पी भएर गर्लफ्रेन्ड भेट्न त होइन तैँले गर्लफ्रेन्ड भेटेको भन्दै थियो साह्रो त के यस्तो कुरा भन्नु हामीलाई हेर्नु मेसेज सेसेज गरिदिएको कामै नपाएर यस्तो मजासँगले हामी चाहिँ यस्तो डुल्न जाने अब यस्तो हेर्न हेर्दाखेरि खै यस्तो एकचोटि हेरौँ न खै अमित दाइको एक दुईवटा फोटो हेरिदिन्छ है मैले टक्क ल सो यति भन्दा आज बाइ बाइ गाइस।